गुड मर्निङ साथीहरू, उठौँ त ल। अहिले चाहिँ हामी बन्दीपुरमा छौँ। यसपछि हामी फेरि डुम्रे जान्छौँ। त्यहाँपछि काठमाडौँको लागि प्रस्थान गर्छौँ। आज कता कतै घुम्छौँ, देखाउँछौँ है त बिस्तारी बिस्तारी ल। भिर र पहिरो बन्दीपुर है। यो चाहिँ बन्दीपुर हो। यो चाहिँ बन्दीपुरको गाउँ। यो चाहिँ बन्दीपुरको सडक। ब्रेकफास्ट गर्न जाउँ। सरर ब्रेकफास्ट। हामी यहाँबाट निस्किन लागेको छ भने सबैजनालाई वेट गरिरहेको छौँ। हामी चाहिँ छि धेरै नाटक भयो ल भन न। बाई गाइस, बाई। सम्धी ग्याङ है के always एउटै अब हामी चाहिँ क्वेसनर गर्नलाई जाँदैछौँ सरको लागि। एकदमै रमाइलो रहेछ बन्दीपुर त। गइरहेको छौँ बन्दीपुरको बस पार्क। त्यहाँबाट गाडी चढेर जाने डुम्रे। अनि गएर एकजनाले एउटा घर सर्वे गर्ने सोध्ने क्वेसनर टन्नै छ। क्वेसनहरू चाहिँ सोध्ने अनि सबैजनाले गएर जम्मा 50वटा घर भ्याएर अनि हामी दिउँसो कति 12 बजीतिर हिँड्छौँ होला काठमाडौँलाई। अनि लाग्छ अलिक टाइम। बन्दीपुरको रमणीय दृश्य। यो इमर्जेन्सी होइन, यो चाहिँ गाडी नजिक आयो भने चाहिँ त्यो सेन्सर बढ्छ त। यो के हो के भन्छ ड्राइभर? अब यो चाहिँ उयो ब्रेकको मतलब उकालो छ होइन। मैले अब त्यो सुरु गरेँ होइन, यसमा चाहिँ अड्किन्छ मात्रै क्या। मतलब अहिले अफ छ होइन, अफ छ भनेको चाहिँ आफै चल्छ। मतलब मैले एक्सिलेटर नदबाई चल्छ क्या। त्यो न्युट्रलमा भएको बेलामा पछाडि गएको जस्तो। अहिले मैले दिइहालेँ होइन, अब मैले ब्रेक छोडेँ होइन, पछाडि जान्छ होइन स्लोपमा। अगाडि जान्छ देखिस् नि कसरी। ए अटो पाइलट छ क्या, अटो एक्सिलेटर छ क्या। यो अन गऱ्यो भने चाहिँ यहाँ अड्किन्छ होला। अड्क्यो जस्तो उकालो भए पनि अड्किन्छ।
यो on चक्का छैन नि भने- सबै अँ। च्यापेको अनि यो मैले अफ गरेँ भने चाहिँ अघि हिजै अनि यतापट्टिको यो चाहिँ अटो भनेको एसीको हो अनि यो तेरो टेम्परेचर सेट गरेछस् त्यो अटोमा राखिस् भने त्यो मेन्टेन गर्न यो चाहिँ के हो? के को बोल्ने गीतको त्यो हो अनि यो अफ एसी अन अफ गर्ने यो अगाडिको त्यो अझ अन रहेछ यो अगाडिको त्यो अन अनि यो लास्टको त मोड भइहाल्यो ल नाइस जाउँ है डुम्रेतिर सर्वे हान्नुपर्छ गाई ल है सबैले सर्वे हान्ने ल ल ल ओ काजी साहब खाबा काजी भाइ भाइ गाइज भाइ के भन्छ बाई बाई केही त छुटेन नि ल हामी चाहिँ आइसक्यौँ साल बिस्ने भन्ने ठाउँ यो चाहिँ अब यहाँ चाहिँ हामी घरहरूमा सोध्छौँ 50वटा घर जति सोधेर फर्किन्छौँ आजको चाहिँ यति नै हो प्लान हेर्नु होला देखाउँ यसो घरको इन्टरभ्यू गरेको पनि क्याम्पसको हाम्रो यो नयाँ स्टोर बन्दैछ नि त न्यू टाउन प्लानिङ यहाँ चाहिँ अब हामीले सर्वे भ्याउनु लागि आफ्नो पार्ट चाहिँ अब थोरै खाजा भन्छौँ मैले जस्ट स्ट्रक्चर बनाउँदाखेरि छोड्ने डिस्टेन्स मात्र हो क्या त्यो हामीले 6 मिटरको रोड भने हुन्छ नि जत्रो अड्छ फुटपाथ पनि त्यही भित्र हुन्छ क्या लेन एरिया बाहेकको त फुटपाथै हुन्छ नि त फेरि सुरु भयो गोली गोली सुरु भइसक्यो सर्वेको क्रममा हामीले देखेको कृषि अब यसलाई हान्यो है भैँसी जाँचबुझ के यो काम चाहिँ के गर्नुहुन्छ दुध वेल मेन्टेन त नुहाउनै खाउँछ कि नै नुहाउन कति हिँड्नुपर्छ धेरै पर हिँड्नुपर्छ तपाईँले चाहिँ पहिलाको त्यो परालको गोठ मन पर्थ्यो कि अहिले यस्तो 3 केजी त्यो परालको गोठ खान मिल्छ हामीलाई पानी सप्लाई त अब पोखरीमा छैन रे के काम हामी चाहिँ अहिले गइरहेको छौँ भानुभक्तको घर जुन चाहिँ अहिले के सङ्ग्रहालय बनेको छ छैन बनाउँदै हो त्यो बनाउँदै हो कन्जर्भ भनेको केही पनि गरेको छैन कि दिएको नै छैन ल हामी जाँदैछौँ एकैछिनमा हेर्न पाइहाल्नु भानुभक्त है
सरी गाइज, हामी चाहिँ माथि भानुभक्तको घर जाने बाटो एकदमै गाह्रो भएको कारणले चाहिँ गाडीले पनि नतान्ने अनि हिँडेर जानुपर्ने भएर हामी गएनौँ। काठमाडौँ फर्किन पनि ढिलो भइरहेको थियो, त्यसैले पनि गएनौँ। अर्को पालि जाँदाखेरि चाहिँ हामी फिक्स देखाउँछौँ। अहिले चाहिँ हामी कुरिनटारको 4 स्टेसनमा आइसकेका छौँ। यसपछि अब जान्छ गल्छीमा गएर चिया खान्छौँ अनि त्यहाँपछि काठमाडौँ पुग्छौँ। हाम्रो अपडेट चाहिँ यही हो, अरू केही छैन। म एक रात यहीँ बसेछु यार, बाटोमा जाममा हो र? यो अस्ति 10 बेलामा भएको थियो नि, उता पहिरो गएको थियो नि मुगलिन पल्टेर, त्यतिखेर नाइस। हामीलाई कस्तो लागिरहेको छ हामीसँग घर फर्किन पाउँदाखेरि? एक्लै फर्किन परेन काठमाडौँ बसमा होइन, केटामा मध्ये गाडी बिग्रिँदैन। त्यही त, त्यो गाडीलाई पनौती लागेर रहेछ तिमी नच। गाडी त पछि गयो भने गाडी कसरी गयो? थियो त, बाटोमा आइसकेको थियो आधी बाटो। त्यही छ गाडी। यहाँको झोलुङ्गे पुल हेर्न जाउँ है त, कुरिनटार अगाडिको झोलुङ्गे पुलमा निलैलै गइरहेको छौँ है हामी त। मस्त हेर्नु कस्तो हामी त हेरेको हेरे। नाइस। नारायणको पुल भन्दा नि मर्चेनीको पुल रहेछ नि त। कहिले भन्यो? रानीजी त त्यहाँ थियो। झुरै हो क्या लास्ट। अब चिया खाने हो उता उमा गएर त्यति यस्तो हल्दिँदैन कि पागल त्यो मान्छेले ओए सन्तोष ल एक राउन्ड घुमौँ। ओ यहाँ त मोबाइल झर्छ क्या, डर लाग्यो। ल फोटो खिच्छौँ अनि फर्किन्छौँ। बाई बाई। हामी चाहिँ बयर टिपेर खाइरहेको छौँ यहाँ त्रिशुलीको किनारमा। ल जाउँ एकचोटि त्रिशुली किनार नि हेरौँ। ओए त्रिशुलीको पानी फर्स्ट टाइम। ओए चिसो यार। ल हामी छिर्का हानौँ है त। कति पाउँछ है? ल ओए नाइस हान्नु त। ल छिटो छिटो अर्को को? ल मेरो पाली। मेरो यति हो, मेरो लिमिटै यति हो। यति हो। उडाउने भन्दैछ कडा, कति उडाउँदो रहेछ। अब यसले नि हान्ने भयो। कत्रो फ्लाइट
मुखार बिन्दुबाट कति नराम्रो नराम्रो अपशब्दहरू मात्रै हामी चाहिँ भयो फाइनल्ली हामी चाहिँ गल्छी आइपुग्यौँ बल्ल 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 जाममा यस्तो अड्कियो कि जाममा अड्किएर बल्ल बल्ल आइयो ल गाइजहरू चाहिँ अब यहाँबाट छुट्टिँदैछ ल बाई बाई विशाल विशाल नली गयो ल ल केही छैन भन्डेल ल्याइदिन्छ ल ल गाइज ल आजबाट चाहिँ छुट्टियौँ हामी तिम्रो याद आउँछ वाला ल ल ल फाइनल्ली हामी जहाँबाट चढेको त्यहीँ आइसकेका छौँ र हाम्रो गाडी पनि सेफली घर आइसकेको छ एट द एन्ड अफ द डे वी आर कुकिङ एन्ड विल बी इटिङ ल आजको भ्लग चाहिँ यहीँ इन्ड गर्नु पर्ला अरू चाहिँ यस्तै हो सबै पार्ट अगाडि पनि हेर्नु होला मस्तसँगले बाई